नयाँ ठाउँ घुम्न साथै गरेको भाकल पूरा गर्न फेरि घरदेखि त्यो गन्तव्यतिर लाग्यौं। छेउरमा काटेको नानीको कपाल गङ्गा नदीमा बगाउने भाकल भएकोले गर्दा आज फेरि हामी देहरादुनदेखि हरिद्वारतर्फ लाग्यौं। बसको सफर बाद अन्त्यमा हामी हरिद्वारको गङ्गा तटमा पुग्यौं। त्यहाँ पुगिसकेपछि पूजाका लागि सामानहरू किन्यौं अनि पण्डितको साथमा गङ्गा नदीतिर लाग्यौं। गङ्गा नदी पुगेपछि पण्डितद्वारा मन्त्र पढेर पूजा गरिसकेपछि हामीले नानीको कपाल गङ्गा नदीमा बहायौं। हाम्रो भाकल पूरा भइसकेपछि मन्दिरहरूको दर्शन गर्यौं। पवित्र गङ्गा नदीको सुन्दर र मनोहर दृश्य अनि त्यहाँका सबै साना ठुला मन्दिरहरूको हामीले भ्रमण गर्यौं। गङ्गा नदीमाथि बनेको यो आइरनको ब्राउन ब्रिज अलग्गै र सुन्दर देखिरहेको थियो। मन्दिरको दर्शन साथै त्यहाँको पवित्र गङ्गा परिसरको घुमघाम सकेपछि हामी फेरि वापस देहरादुन फर्कियौं।